यस्तै काम गर्नुपर्छ यहाँ उचालिसक्नु भएको छ सबैजनाले जोड गरेर हालौँ 1 2 3 गो भनेर चलो गाइस यसरी हाम्रो फिट हुन्छ झ्याल है। हेलो वेलकम ब्याक टु माई न्यू भ्लग। फेरि हाम्रो आइसकेको छ अर्को भ्लग। अब हाम्रो नेक्स्ट पहिला सुरुमा हाम्रो एउटा चाहिँ यो फिटिङ गर्न हामी एकदम सफल भइसकेका छौँ। सफल अब हाम्रो हुन्छ सुरु अब अर्को नेक्स्ट वाला। अब यता हाम्रो ग्रिल पनि ठोकठाक भइसक्यो है। रुता ग्याङहरू उता जाँदै हुनुहुन्छ अब उता जाँदै हुनुहुन्छ उहाँहरू एउटा ग्याङ अब एउटा अब उहाँ साउजी माथि हुनुहुन्छ माथि उहाँ ग्रिल ठोक्दै हुनुहुन्छ उहाँखेरि है। लाठी साइडबाट देखाउँदैछु है। यो चाहिँ अर्को नेक्स्ट अर्को तला हो है। यहाँ पनि भइयो अब सक्यो है नि त। यता अब गोल बराङ यता पनि हालियो है। त्यो पारीको पनि मैले हालेको है। यो गोल बराङ पनि भलक चाहिँ आएन त्यसको। यहाँको च्यानल अनि यो ग्रिल। ल हामी जाँदैछौँ अब अर्को कोठामा है। एउटा यहाँ छ एउटा यहाँ छ है एउटा यहाँ छ है। यस्तै काम गर्नुपर्छ यस्तो छ है। यता एउटा यता छ है। हामी धेरै छ यहाँ पुरै घर हो यो है। ल हामी चाहिँ अब सुरु गऱ्यौँ। यता म ट्याक्स फिट गरेर देखाउँछ है त। अहिले डिल गर्दैछु है। देखाउनु त डिल गर्छ है। यस्तै अब फिटिङ भएको आउँछ है। ल अब फिटिङ भएपछि आउँछ। समातिरहेछन् भाइहरूले है। मामाले समात्नु भएको छ है त। साइज भाइहरू यतापट्टि साइडको अब हाम्रो फिट भयो है। ल है त ल हामी अब यसलाई सर ओर्ने हाल्नु त्यसै हामी जान्छौँ अर्को झ्यालमा है त। जाँदैछौँ यो नेक्स्ट कोठामा है। हाम्रो यो तिनवटामा चालु सुरु भयो है त। हाम्रो करिया ठोक्न सुरु भइसकेको छ है त है त। यहाँ उचालिसक्नु भएको छ सबैजनाले जोड गरेर हालौँ 1 2 3 गो भनेर चलो गाइस यसरी हाम्रो फिट हुन्छ झ्याल है। साथीभाइहरू दाजुभाइहरू ल हालिसक्नु भएको छ उहाँहरूले एकदम ट्याक्कै मिलिसकेको छ। अब म ट्याक्क ओल्डै हाल्नु पर्ने ल मिले छैन कि भन्नु होला फेरि। यस्तो हो क्या बाल बराबर एकदम ट्याक्कै मिलिहाल्छ। पानी खायो पानी। ल एकचोटि सबैले ग्याङ भयो हल्का एउटा सानो दिनु पऱ्यो त। लाइक कमेन्ट सुन्नुहोस् सेयर हान्नु है साथीभाइहरू। हाम्रो सुरु भइसकेको छ। हाम्रो साउजीले हानिरहनु भएको छ बिल्डिङ है। ल यता एकदम एकदम वाचिङ गरिरहनु भएको छ। उहाँले वाच गरिरहनु भएको छ यताबाट फेरि है। अब देख्नु सक्नुहुन्छ अब सट्टा हानेर पनि भ्याइयो है त यो होइन त मामा हानेर भ्याइयो एकदम पनि भ्याइसकेको छ हाम्रो एकदम ग्याङ भन्यो। हामी अब जाँदैछौँ अब अर्को रुममा हामी। अब हामी नेक्स्ट कोठा जाँदैछौँ। हाम्रो यता गाना पनि बजिरहेको छ है। उहाँ एकदम गएर बसिसक्नु भएको छ हेड मिस्त्री फेरि उता है। ल ल ल ल ल यस्तै हाम्रो रमाइलो भइरहेको छ सबैसँग पुरै आउँछ। हाम्रो लाग्छ सर पुरै माथि सर हामीले भर्याङ सराङ सब त्यति जान्छ ल सुरु। हाम्रो अब यो कोठामा पनि भइसकेको छ। सरिया ठोकान भइसक्यो है। अब हामीले यतापट्टि अब जोडान गर्दैछौँ। अब यो वाला जोडान गर्दैछौँ है त। ल आम त दाजुभाइहरू ल ल ल उठाइहालौँ त। ल ल ल ल ल ल ल ल
ल हाम्रो अर्को झ्याल जाँदैछ अब है ल गाइस हाम्रो अर्को पनि भइसकेको छ फिटिङ अब हामी जाँदैछ माथिल्लो तलामा है त केही भन्न चाहनुहुन्छ कि उहाँले ल यता केही भन्न चाहने हो अब हाम्रो यति सकेपछि तेस्रो चौथो तलामा हुन्छ है उहाँले भनेको सुन्नु भएन हजुरले है काम त खासै छैन हल्का पसिना आएको हाम्रो अब हुन्छ अब माथि अब टपको तलामा जाँदैछौँ हामी है फिट गर्दा गर्दै है फिट गर्दा हामी अब आइपुग्यौँ हामी एकदम किचन कोठामा आइसकेको छौँ हामी है ल है त दाजुभाइहरू किचन कोठामा आइपुग्यौँ हामी हाम्रो अर्को फिटिङ हुँदैछ ल फिटिङ भयो नि त हाम्रो किचन कोठामा पनि फिटिङ भइसक्यो है त अब बाँकी छ लास्ट फाइनल राउन्ड यहाँ जाने चाहिँ हाम्रो सबै केटाहरूको है गर्दा गर्दै हल्का रात पनि पर्न लागिसक्यो है साथीभाइहरू ल हामी जाँदै नेक्स्ट रुममा जाँदैछौँ अब यो हामीले फिट गर्न छ बाँकी अब है त यो अब रातिमा फिनिसिङ अब जोड लगाऊ गाइस ल लास्ट फिनिसिङ हाम्रो रातै परिसकेको छ यो लास्टको फिट गर्दाखेरि है त दाजुभाइहरू ल ल ल ल भित्तामा टाल्ने काम चाहिँ भइसकेको छ है यसै हाम्रो एकदम पानी खाइरहेको छ अब हामीले ओल्डिङ मात्रै हाल्नु बाँकी ए हाम्रो यो लास्ट फाइनल हुँदैछ है ल हामीले जहाँ माथि चढ अब जाली मुखमा वालामा त जाली हाल्यो सब अब सबैजना हामी आइछौँ मुखै चिन्ने छैन यता सबको है रात परिगयो अब हाल्दै अब यही हो केटाहरू सबै भइसक्यो हाम्रो बाइक एउटा यता गुरु यता हिँड्न लाग्नु भएको छ दुईजना हाम्रो यता छ एउटा अब हामी हिँड्न लाग्यौँ आज पुगिसकेको छौँ अब पुगिहाल्न लाग्यो पुग्यो है त ल गाइजहरू हामी चाहिँ त्यहाँ पसलमा नि पुग्यौँ है पसल चाहिँ यही हो है विक्रम ग्रिल उद्योग भनौँ यति नै भाइ मिलाउँला भेटौँला अर्को है त